हेलो गाइज, वेलकम टु माई न्यू मिनी भ्लग। काम सकेर साथी र म चाहिँ घर फर्किँदै म छुटेँ भनेर कति छिटो छिटो आइरहेको छ। हेर्नु न, मौसम चिसो भएर हेर्नु न, साथीहरू हात पनि कस्तो रातो भइरहेछ कि कट्याङ्ग्रिएर। हेर्नु न, आज कस्तो हिउँ पर्छ भनेको थियो तर हिउँ नै परिरहेको छैन कि, अलिअलि मात्र परिरहेको छ। कस्तो खुसी लागेको थियो हिउँ पर्छ भनेर। झन् हेर्नु न, जापानिजको फेसन। यता चाहिँ पुलिस स्टेसन पनि छ। यहाँ चाहिँ एउटा सानो पार्क छ तर अहिलेसम्म गएको थिएनौँ, त्यसैले एकैचोटि गएर हेर्ने विचार गऱ्यौँ। यत्रो लामो बाटो हेर्दा हेर्दा थकाइ लाग्यो रे, एकैछिन बिसाइ मेट्दै म चाहिँ। हेर्नु न, यत्रो वेट गर्दा पनि हिउँ पर्दै परेन। साथी चाहिँ हिउँ नपरे पनि भिडियो सुट गर्दैछ। यसलाई चाहिँ जापानिजले गुड लकको सिम्बलको रूपमा मान्दो रहेछ। उङ्गाई भन्छ यसलाई चाहिँ जापानिजमा। ट्रेनबाट चढेर यो चाहिँ घरतिर जाने बाटो चाहिँ एकदमै शान्त छ भने जापानको चाहिँ यही राम्रो लाग्छ मलाई। साह्रै शान्त, एकदम अनुशासित हुने सबैजना। यो चाहिँ मेरो घर जाने बाटो। मेरो साथी चाहिँ जतिखेर मोबाइलमा झुन्डै कि। हेर्नु न, यहाँ चाहिँ जापानिज स्टाइलको काठको घर बन्दैछ। घर आइपुग्यो तर हिउँ पर्दै परेन। हिउँ नपरे पनि सानो भ्लग बनाउनु पाएर एकदमै खुसी लाग्यो। अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ।